मैम जो 0 साइज को टिप्स हुन्छ उससे भन्दा भी ठुलो नेल्स हुन्छ त उसलाई कसरी अप्लाई गर्ने नेल्स वगैरह त्यस्तो साइजलाई चाहिँ हामीले जहाँनिर अब एकदम हाम्रो जुन टिप्समा भन्दा नि मिल्दै नमिल्नेलाई चाहिँ हामीले के गर्ने भने दुईटा टिप्सहरू लिने अब जति उहाँहरूको नेल्सहरू ठुलो हुन्छ नि त्यसमा चाहिँ हामीले यसरी एप्लाई गर्ने अब यो त मलाई मिलेछ त सानोवाला है मैले यहाँ देखाउँछु पनि है यस्ता यस्ता कुराहरू नि बुझ्नुपर्छ अझै धेरै त हाम्रो यो चाहिँ हाम्रो खुट्टामा चाहिँ एक्सटेन्सन गरिन्छ नि त्यसमा चाहिँ धेरै प्रब्लम हुन्छ कि है अब यो सानो छ मेरो हातमा मिल्यो त मिलेन नि त यस्तै 0-1हरू नमिल्न सक्छ नि त यस्तो केसमा के गर्ने भने यो एउटा साइजको लगाउने नि अनि देन अर्को चाहिँ यसलाई चाहिँ बिचबाट काटेर चाहिँ हामीले त्यसरी चाहिँ राख्न मिल्छ है अनि सेम प्रोसेस त्यही नै हो अरू छ केही धेरै जस्तो प्रब्लम चाहिँ हाम्रो खुट्टाको नेल्सहरू थम्बवालामा धेरै प्रब्लम हुन्छ कि चाहे खुट्टाको होस् चाहे हातको होस् हाम्रो थम्बमा चाहिँ त्यो धेरै प्रब्लम हुन्छ त्यसमा चाहिँ के गर्ने हुन्छ अरे अब देखिबाट दुईटा नेल्सहरू लिने त्यसपछि एउटा नेल्स जति हुन्छ त्यति काट्ने साइड साइडको त काट्नै पर्यो अभियसली अनि देन त्यसपछि अनि अर्को नेल्स चाहिँ एट्याच गरेर हामीले के गर्नु पर्यो राख्नु एक्सटेन्सन गर्नु पर्यो अनि देन जेल एप्लिकेसन गरिसकेपछि चाहिँ त्यो ग्याप चाहिँ देखिँदैन है अब त्यो लाउँदाखेरि ग्याप देखिन्छ कि भन्ने हुन्छ त्यो ग्याप चाहिँ हाम्रो जेल एप्लिकेसन गरिसकेपछि चाहिँ त्यो हुँदैन है त ल अरू केही कन्फ्युजन छ भने मजाले सोध्ने है अनि आफूले पनि खोज्ने बानी चाहिँ हुनु पर्यो राइट जति खोज्यो त्यति आफ्नो लागि प्लस पोइन्ट हो है ल भयो हस् थ्याङ्क यू